सामाजिक सञ्जालमा अहिले भाइरल भएको झोले ट्रेन्ड के हो, किन र कसरी सुरु भयो एक्सपोज झोले सँगै बालेनको तस्बिरलाई पनि युवाले छोडेनन्। आफ्नो घर छोडेर भागेका नेताहरूले आफ्नो ज्यान त जोगाए, तर त्यो घरभित्रको कालो कोठाभित्र रहेको कालो धन भने जोगाउन सकेनन्। त्यसपछि नेपाली जनताले अब राजनीतिक दलका नेता कार्यकर्ताहरू सुध्रेलान् भन्ने सोचेका थिए, तर नेता कार्यकर्ताहरूले सुध्रिने छाँटकाट देखाएनन्। उल्टै नेता र पार्टीको बचाउ गर्न थाले कार्यकर्ताहरू। अझ लाजै पचाएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले त आफ्नो सभापति शेरबहादुर देउवाको घरभित्र रहेको त्यो वास्तविक धन नभएर एआईबाट बनाएको भिडियो हो भनेर भन्न समेत बाँकी राखेनन्। पैसा हुँदै होइन भन्ने खालको पुष्टि हुनु पर्यो। कागजको विज्ञप्ति मात्रै न नेपाली कांग्रेस मान्छ न नेपाली जनताले मान्छ। हामी गाउँमा सडकमा गल्लीमा गएर जनतालाई चाहिँ यसबारेमा हामी कन्भिन्स गर्न सक्नु पर्यो कि उहाँको घरमा पैसा पाइएको होइन, यो झुटा कुरा हो। अरू पार्टीका कार्यकर्ताहरूले पनि आफ्नो नेताको बचावट गर्न कुनै कसुर बाँकी राखेनन्। त्यसपछि सुरु भयो एक्सपोज झोले ट्रेन्ड। टिकटक प्रयोगकर्ताले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेता निकट व्यक्तिहरूको फोटो राख्दै यो ट्रेन्ड सुरु गरेका हुन्। नेपाली जनताले परिवर्तन चाहे तापनि अझै नेताहरूले पुरानै प्रविधि दोहोर्याएको भन्दै युवाहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यही कारण अब पार्टी निकट व्यक्तिहरू अर्थात् राजनीतिक भाषामा भन्ने हो भने नेताका झोलेहरूलाई एक्सपोज गरिनुपर्ने भन्दै यो ट्रेन्ड सुरु भएको हो। कतिपयले भनेका छन् अब पनि यसरी तपाईँका आमा बुवाहरू पार्टीको झण्डा बोकेर नेताको जय जयकार गर्दै हिँड्नुभयो भने हाम्रो भविष्य बर्बाद हुनेछ। यदि यी पार्टीका पुराना नेताहरू फेरि आए भने युवा पुस्ताले अर्थात् नयाँ पुस्ताले दुःख पाउने र जतिसक्दो झोलेहरूलाई एक्सपोज गर्नुपर्ने उनीहरूको बुझाइ छ। आक्रोशित देखिएका उनीहरू भन्छन्, होइन आमा बुवाहरूले अझै कहिले बुझ्ने। यसरी एक्सपोज गरिनेमा सबैभन्दा बढी टार्गेटमा परेका छन् एमाले नेता महेश बस्नेत। महेश बस्नेतको के कुरा गर्नुहुन्छ हौ? आफै सिरकले मुख छोप्ने त्यस्ता काण्ड त कतिवटा गरेछ। एकजना उसकै कार्यकर्ताको के गरे अनि कसलाई लगेर बिहा गराएको छ? त्यो जुन महिला छ नि, त्यो महिलाको छोरीले फोटो खिचेको छ। के कुरा गर्छ? यसलाई गोली हान्न आँटेको थियो महेश बस्नेतलाई। केपी ओलीले बोलाएर तिमी नगर, यसलाई गोली नहान, यसलाई नमार भनेर चाहिँ नि भनेको छ। आज त्यो त्यही पार्टीभित्र त्यही युवा सङ्घभित्र पानी बारा बार्छ। विभिन्न गीत र व्यङ्ग्यात्मक क्याप्सन लेख्दै उनीहरूको तस्बिर र फोटाहरू सार्वजनिक गरिएको छ। यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी नेता परशुराम पुनको फोटो समेत राखिएको छ। कतिपयले बालेन शाहले नेतासँग खिचाएको तस्बिरलाई पनि एक्सपोज झोलेमा समावेश गरेका छन्। विशेष गरी शीर्ष नेताहरूको आसपासमा कार्यकर्ताहरूले खिचाएका फोटोहरू उनीहरूले प्राथमिकता दिएका छन्। पुराना दलका नेताको छेउछाउमा उभिएका कार्यकर्ताहरू टिकटक प्रयोगकर्ताका निशानामा रहेका छन्। युवाहरूले यसरी राखेको फोटो र भिडियोको पृष्ठभूमिमा गीत राखेका छन्, मनी मनी मनी। दर्शकबिन, युवाहरूले पछिल्लो समय चलाएको एक्सपोज झोले तपाईलाई कस्तो लाग्यो? नेपो बेबी पछि एक्सपोज झोले ट्रेन्ड, नयाँ ट्रेन्ड चलेको छ नि यो झोले एक्सपोज भन्ने, मलाई चाहिँ एकदमै मन पर्यो। अब नेपालमा फेरि नयाँ ट्रेन्ड सुरु भएको छ जसको नाम रहेको छ झोले ट्रेन्ड। झोलेहरूको छोराछोरी एक्सपोज हुँदैछन्। कसलाई निशाना बनाइदैछ? के फेरि सडकमा आउँदैछन् युवा?